रामकोट गाउँ कस्तो छ भनेर सोद्धा यहाँका निवर्तमान वडाध्यक्ष मानबहादुर थापा यसो भन्नुहुन्छ। मेरो नाम मानबहादुर थापा। यस केशवटार गाविस तनहुँ जिल्ला केशवटार गाविस वार्ड नम्बर 8 रामकोटका निवर्तमान वडाध्यक्ष पनि हो र हाल यसै वार्डमा बसेर जनसेवा पनि कार्यरत छु र हाम्रो यस वार्डको विषयमा भन्नुपर्दाखेरि अब हाम्रो वार्ड यसमा मगर बस्तीले भरिएको एउटा घना मगर बस्तीको ठाउँ हो। यसलाई हामीले हेर्दाखेरि अब विगत केही वर्षदेखि नै यसमा अब हाम्रो पर्यटक क्षेत्र पनि घोषणा भएको यो मगर गाउँ रामकोट 8 नम्बर यहाँ विश्वले भन्दा पनि आफ्नो अधिराज्यले चिनिरहेको छ र बिस्तारै बिस्तारै यहाँ हाम्रो पर्यटक पनि आउन थालेको छ र यसमा हामीले हाम्रो एकजना भाइले यहाँ होमस्टे भनौँ या माउन्टेन भ्यू भनेर एउटा होटल पनि खोलाएर राखेको छ। त्यसमा पनि हाम्रो पाहुनाहरू आउँदै रहन्छ। नमस्कार, मेरो नाम गोपाल थापा, गाविस केशवटार वार्ड नम्बर 8 रामकोट। हामी यस माउन्टेन भ्यूका होटल सञ्चालन। हाम्रो गाउँमा विशेष गरेर बाहिरिया पर्यटकहरू धेरै आउने गरिन्छ र स्वदेशी पनि आउने गरिन्छ। 10 मिटर अगाडि माथि एउटा डाँडा चौतारा छ। त्यो पुरानो डाँडा चौताराबाट हामीले सबै के अरे भ्यू पोइन्ट हेर्न सकिन्छ। चौताराबाट केही 20 मिटर जति अलिकति अगाडि यस माउन्टेन भ्यू होटल छ। त्यसमा आएपछि हामीले सबै राम्रो भ्यू पोइन्ट हेर्न सकिन्छ। अनि प्याकेजमा आउने पाहुनाहरूलाई हामीले के अरे घुमाउनेको पनि व्यवस्था गरिएको छ। अनि घुमाउने ठाउँ हामीले के अरे छापदिवा राई, कुलुङकोट, मुकुन्दारी, सेन डाँडा मन्दिरमा हामीले यातायात गर्न सकिन्छ। हामीले यहाँ के अरे स्वदेशीहरूको लागि पिकनिकको पनि राम्रो व्यवस्था गर्न सकिन्छ। खाना बस्नको राम्रो सुविधा छ र पर्यटक कसरी भित्रिएको भन्नमा यस्तो एउटा यहाँ मेन कुरो यसरी छ कि जति पनि पर्यटक विदेशबाट पर्यटक आउँदाखेरि पोखरा भएर बन्दीपुर आउँछन्। बन्दीपुर आएपछि बन्दीपुरबाट रामकोट चाहिँ अनिवार्य हुन्छ, किनभने त्यहाँ बन्दीपुरका यो पर्यटक बोर्ड विकास सङ्घले यहाँ रामकोटमा पनि छ है यस्तो भनेर उताबाट यसरी प्रचार गरिदिँदाखेरि त्यहाँ बन्दीपुरमा आउने पर्यटक चाहिँ यहाँ रामकोटमा आउँछ। आएर यहाँका दृश्यहरू, यहाँका बसोबास, यहाँका मगरहरूको रीतिथिति अनि मगरहरूले यहाँ हाम्रो पुरानै एउटा घुमाउने घर पनि छ। 2टा छ अहिले हाल, पहिला त 3-4वटा थियो। त्यो 4 मध्येमा अब उनीहरूले आफ्नो सुरले चाहिँ 2टालाई चाहिँ मासेर आफ्नै तालको घर बनायो। आफ्नो सुरबाट चाहिँ आफ्नो खुसीले अर्कै डिजाइनले घर बनाएर हाम्रो पुरानो 2टा घुमाउने घर चाहिँ हामीले अहिले जोगाएर राखेका छौँ र त्यो घरलाई पनि उनीहरूले यो विदेशीहरूले अलिकति रोचक र पुरानो भएको कारणले नै होला त्यसलाई पनि हेरेर अवलोकन गरेर जान्छ। र यो गाउँमा यसरी नै धेरै वर्ष पुरानोबाट अब परम्पराबाट नै हामी आफ्नै रीतिरिवाज संस्कार धर्ममा बसिरहेको हुनाले
हाम्रो यहाँ अहिलेसम्म मगरहरूले पुरानो रीति पनि छोडेको छैन। हामीले पुरानो रीति भन्नाले आजा पूजा देवी देउराली त्यस्तोलाई मानिराखिन्छन् र हाम्रो यहाँ अब पूजा धर्मको लागिमा विषयमा भन्नुपर्दा एउटा यहाँ हाम्रो ठुलो सबभन्दा मान्ने मगरहरूले मान्नुपर्ने र मानिराखेको एउटा बाजी बजी भन्ने पूजा थान छ। त्यसमा हामीले मङ्सिरको दोस्रो हप्ता तेस्रो हप्तामा चाहिँ मगर मिलेर पूजा गर्छन्। त्यसै गरी नै बुढोबरेजी थान भन्ने छ। बुढोबरेलाई पनि हामी मगरले मात्रै मान्छन्। त्यसमा चाहिँ हामीले मङ्सिरको पहिला हप्ताको बुधबारको दिन पारेर दिन्छ। गर्दाखेरि हाम्रो पुराना रीतिरिवाज अहिलेसम्म हाम्रो जुजु बाजेहरूले धानिराखेको हुनाले हामीले चाहिँ अहिलेसम्म छोड्नु सकेका छैन र धानिराखेर हामीले यो रीतिरिवाज हाम्रो संस्कार हामीले धानिराख्यो भने भोलि हाम्रा पुस्ताले पनि बिर्सिने छैनन्। यो हाम्रो एउटा मगर जातिको धर्म हो भन्ने उद्देश्यले नै हामीले त्यसलाई जोगाइराखेको छ। र यो पर्यटकको विषय भन्दाखेरि भन्नुपर्दा यहाँ हाम्रो एउटा भाइले अब माउन्टेन भ्यू बनाएर राखेर हामी पर्यटक भित्रन छन्। तर यहाँ पर्यटकहरू आएर हाम्रो यहाँ महत्त्वपूर्ण चिज अवलोकन गरेर उनीहरूले जानु सक्छ। त्यस्तो ठाउँ छ कि त्यहाँ बसेर त्यो माउन्टेन भ्यूमा बसेर हिमालका दृश्यहरू देख्नु सक्छ र डाँडा काँडाहरू धेरै रमणीय ठाउँ त्यस्ता नयाँ नौलो ठाउँहरू पनि यहाँबाट अवलोकन गर्न सक्नुहुन्छ। त्यसरी नै यहाँ पर्यटकहरू अलि आकर्षित भएर यहाँ आउने गर्दछन्। अरू हाम्रो यहाँ त्यस्ता धेरै ऐतिहासिक कुरा पनि छ। तर हामी अहिले सुरुमा चाहिँ हामीले त्यस्ता ऐतिहासिक कुरालाई हामीले उतार्न सकिरहेका छैन। हामी आशा छौँ भविष्यमा हामी त्यो अवश्य पनि खोज गर्नेछौँ र यसरी नै हाम्रा नयाँ कुराहरू हामीले नयाँ सोचले पुरानो ऐतिहासिक कुराहरू हाम्रो यहाँ सम्भावित ठाउँ धेरै छ। तर अलिकति हाम्रो यहाँ अशिक्षितको कारणले या मगर बस्ती भएर लाटो सोझो भएको कारणले हो या यसमा अहिले हामीलाई त्यसलाई चाहिँ अलि फोकस गर्न नसकेको कारणले हामी अहिलेसम्म ओझेलमै छौँ र यसलाई हामी भविष्यमा यसलाई हामीले चाहिँ अगाडि नै ल्याउँछौँ भन्ने आशा छ।